हेलो गाइस, धेरै दिनपछिको आजको यात्रा सन्धि खर्कसम्मको हो। और यहाँ अब पहाडमा हिँड्नेको मजाइको चोर हुन्छ, सुकुन छ के जीवनमा। सबैभन्दा कुरो चाहिने पैसा हो। पैसा भयो भने लानु खोलाका किनारामा घर बनाइहाल्नु, चट्टा लगाएर खोलो सट्टा खोलो, यो वाला खाँची खोलो भन्छन्, खाँची खोलो क्या ल्याउनुहोस्, खाँची खोलो हो। खाँची खोला सट्टा घर बनाइहाल्नु। आज सन्धि खर्कतिर जान छ। सन्धि खर्कमा काम छ सानो बजारमा। बजारबाट घरबाट बजारसम्म आउनको लागि हिँडेर आए पर कम से कम पनि 4 से 5 घन्टा 4 से 5 घन्टा यो पैदल यात्रामा 4 से 5 घन्टा लाग्छ सन्धि खर्क जानलाई। अगर यो मैले मन्दिर भनेको थिएँ, मन्दिर जस्तै टङ्कीको बनाएका, पानीको टङ्की है र पारी यो सट्टा नदी बगेको छ, खोलो सट्टा खोलो बगेको सट्टा खोलो लाड सामुन्ने उहाँ तल पानीका टङ्की लागेको राम्रो खालको पानीका टङ्की बाँधेर एउटा घरसम्म पानी भित्रमा भइरहेको छ। घर बनाएर सट्टा त्यसलाई भन्छन् फुटबङ। हामी आइयो फुटबङको चोकसिम। यहाँ हाम्रो नेपालको सानो प्रहरी चौकी भन्ने चेकपोस्ट है। गाडी आउने यो वेटिङ एरिया, यहाँ बसेर आराम गर्न सकिन्छ। हाम्रो नेपालको यो वेटिङ एरिया हो। और यो चाहिँ चेकपोस्ट है। अवस्था प्रहरी लोली यो पुलिस चौकी हो हाम्रो चेकपोस्ट। यता आउने गाडीमा हजुर सन्धि खर्कसम्म ल म सर हुनुहुन्छ है। यो घुम्टीदेखि आउने सुपादेउरेलीको चोक हो। और यो धोरपाटनको बाटो हो। ठ्याक्क म बाटाको चोकमा छु। धेरै वर्षपछि आफ्नो देशमा आउँदाखेरि बडा गर्व महसुस हुन्छ। लाग्नुहोस् ठ्याक्क चोक। यो सुपादेउरेलीबाट आउने बाटो, यो धोरपाटनबाट आउने बाटो, ठ्याक्क चोकमा चेकपोस्ट है। अब हामी सन्धि खर्कतर्फ लागौँ। यो सन्धि खर्क बाटो हो, सफा टाढाको छ। ए वीरको बाटो नजाऊ भनी अप्ठ्यारो पर्नेछ। हेर्नुहोस् ठुला पत्थर ढुङ्गाहरू हुन्छन्। आज नेपाल बन्द भनेर सिर्फ प्राइभेट गाडी चलिरहेका छन्। आज नेपाल बन्द अरे। केही पनि मेरो घडीमा 9 बजिसकेको छ। छोरो आउँदैछ भन्ने कुरो छ पछाडि एउटा। धेरै वर्षपछि आइयो आफ्नो देशमा। सन्धि खर्क त म ठ्याक्कै 3 वर्ष 4 वर्षपछि आएँ। राम्रो छ, सुन्दर छ ठाउँ आफ्नो। यो मोटरसाइकल सर है।